आज चाहिँ म एकदमै भावुक भइरहेको छु। अहिले पनि मेरो दिमागमा चाहिँ आबाट आमा फिल्मको भावुक दृश्यहरू, डायलगहरू चाहिँ दिमागमा घुमिरहेको छ, दौडिरहेको छ। त्यही भएर पनि होला टाउको एकदमै भारी भएर टाउको दुखिरहेको छ। आज चाहिँ मैले फर्स्ट डे फर्स्ट सो आबाट आमा चलचित्र चाहिँ हेरिसकेको छु र फिल्म चाहिँ मलाई एकदमै बवाल लाग्यो। र अहिलेसम्म मैले यति धेरै भावुक बनाउने फिल्म चाहिँ हेरेको थिइनँ। भावुक बनाउने फिल्महरू त मैले हेरेको थिएँ, तर प्रायःजसो फिल्ममा चाहिँ क्लाइमेक्समा भावुक भइन्थ्यो, रोइन्थ्यो। तर यो फिल्मले चाहिँ मलाई सुरुदेखि लास्टसम्मै एकदमै भावुक बनायो, एकदमै रुवायो। अझ क्लाइमेक्समा त मुटु नै बाहिर निस्केला जस्तो हुन्छ। क्लाइमेक्समा पल शाहले बवालै काम गरेका छन्, बवालै अभिनय गरेका छन्। पल शाहले चाहिँ यो लेभलको अभिनय गर्छन् जस्तो चाहिँ मलाई लागेको थिएन। म चाहिँ एकदमै सरप्राइजै भएँ पल शाहको अभिनय देखेर। पल शाहको अभिनयको तारिफ गर्नको लागि यतिखेर मसँग कुनै शब्द नै छैन। पल शाहले चाहिँ क्लाइमेक्समा सबै दर्शकलाई चाहिँ धुरु धुरु रुवाउँछन्। मुटु नै बाहिर निस्केला जस्तो हुन्छ। कुन बेला आँसु आउँछ पत्तै हुँदैन। क्लाइमेक्स एकदमै बवालै छ। फिल्म एकदमै बवाल छ। फिल्ममा चन्द्र पन्तको डाइरेक्सन बवालै छ। चन्द्र पन्तले बवालै काम गरेका छन्। फिल्ममा सबै कलाकारको अभिनय दमदार छ। हाम्रो विपना थापाजीको अभिनय दमदार छ। विपना थापाजीको अभिनय नम्बर 1 छ। पल शाहको बवालै छ। उषाको बवालै छ। सिमरनको बवालै छ। सबै कलाकारको अभिनय एकदमै दमदार छ। र फिल्मको कथा सबै नेपालीको घर घरमा भइरहेको कथा नै हो। आफ्नै देशमा बसेर केही गरौँ, सानोतिनो जागिर खाएर घर परिवारसँग रमाइलो गर्दै बसौँ भन्यो। आफ्नो देशमा रोजगारी पाइँदैन। आफ्नो देशमा घर परिवार सबै सँगै हुन्छन्, तर पैसा हुँदैन। विदेशमा गयो पैसा हुन्छ, घर परिवार हुँदैन। यही कथा छ यो फिल्ममा। एकदमै रोउने कथा छ यो फिल्ममा। र नेपालमा चाँडै नै चुनाव पनि आउँदैछ। चुनावमा भोट हाल्नुभन्दा अगाडि चाहिँ एकचोटि जसरी हुन्छ हजुरहरूले चाहिँ टाइम निकालेर 3 घन्टा निकालेर आबाट आमा फिल्म हेर्नुहोला। अनि मात्र भोट हाल्न जानुहोला, भोट हाल्नुहोला। 2-4 पैसाको लोभमा परेर गलत व्यक्तिलाई भोट नहाल्नुहोला। एकदमै राम्रो व्यक्ति छानेर भोट हाल्नुहोला। नत्र भने सबै नेपालीको घर घरमा आबाट आमा हुन्छ। यतिखेर भइरहेको छ, भोलिको दिनमा अझ धेरै हुनसक्छ। त्यही भएर राम्रो व्यक्ति छानेर मात्र भोट हाल्नुहोला। र एकचोटि चाहिँ जसरी हुन्छ टाइम निकालेर आबाट आमा फिल्म चाहिँ हेर्नुहोला। फिल्म एकदमै बवाल बनेको छ। प्रत्येक नेपालीले चाहिँ यो चलचित्र हेर्नै पर्छ। जसरी हुन्छ हेर्नै पर्छ। मलाई चाहिँ फिल्म एकदमै बवाल लाग्यो। फिल्ममा सबै कलाकारको अभिनय दमदार छ भन्दै म बिदा हुन चाहन्छु। मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। ओके, बाई।